Middle blocker, Nepal International Sumitra Rigmi. Professor Norstay Stop Ismaria. Pusto Pustale Samsini Kalko. Generation को लागि inspiration. Sumitra को आजको यो performance final खेलमा. Emma Sosoferi पनि क्या प्रभाव छ आज. लगातार र सलिनाले भन्दा बढी के गर्न सक्छन्. नेटिकाको सर्भिस. Salina Bramago misfire. Pahiएको सुनको स्पाइक out of the bound. Cornelius सुनेको छ. Defending championले momentum पाएको छ. स्तब्ध छ. Lolipur Queens. Swifting. केही त चाहिएको छ. मोटिभेसन ललितपुरलाई. पुल्छ. Salina audition. Abki Salina. Wrong tatanka. Dostanka Lolipur Queens Toys. Final set ma. Diploma देख्न सक्छौं हामी. Salina श्रेष्ठले Salina बुढामगरको लागि सेटअप गर्दै थिइन् र स्पाइक मार्फत आफ्नो टोलीको लागि दोस्रो अङ्क जोडेको थिइन् फाइनल सेटमा. पाँचौं सेटमा यो स्पाइक सापिया पुनबाट कर्णाली एसपीएसका टिम अफिसियल समर्थकहरू अब भने निकै नजिक पुगिरहेको छ. 8-2 को अग्रता पाँचौं सेटमा र यो सँगै कोच परिवर्तन. सापिया पुन खाली ठाउँमा उनको प्रहार अङ्क कर्णाली एसपीएसका लागि. Court change भइसकेको छ. Back-to-back points आउँछ ललितपुरलाई. र कर्णाली एसपीएस भने अब बस त्यो ग्लोरीको लागि नजिक छ. सुमित्राको सर्भिस. सलिना लक्ष्मीसन फर्काएकी थिइन् जसरी भए पनि खेलमा. यहाँ पनि निशा चौधरी. यो क्रुसियल पोइन्ट ललितपुर क्विन्सलाई दिलाउने. Rebecca just off guard र पुगिने पुस्दै सकिँदैन बल आफ्नो कोर्टमा सकी अपोनेन्ट कोर्टमा गइरहेको छ. जसना सापियाको प्रहार रोक्न नपुगिने सलिना बुढाले ब्याककोर्टमा लक्ष्मीसनको सट. जसनाले डिनाइ गरेको छ. पुष्पा पल्परिया पुसाको प्रहार थियो. रोकेको छ ललितपुर क्विन्सले. सङ्गमलाई पनि जसनाले रोकिने. सापियालाई पनि फलो सुमा रोकेको छ. ललितपुर क्विन्सले पनि लक्ष्मीसनको सट फ्रन्ट कोर्टले म्यानेज गर्यो. आउँदैछिन् आउटसाइड हिटर. पुसाथारू सट पनि लिन पाइनन्. लक्ष्मी राम्रो टाइप जस्ताको तर सङ्गमको पनि क्विक रियाक्सन. क्विक मोमेन्टमा क्विक स्पाइक. टाइम आउट. कर्णाली एसपीएसको लागि मागेका छन् यो क्विक स्पाइक पछि कुमार राईले. देख्न सक्छौं हामी उत्कृष्ट डिफेन्स थियो तर सँग महत्त्वको यो उत्कृष्ट क्विक स्पाइक. यही स्पाइक मार्फत अङ्क जोड्न सफल ललितपुर क्विन्स. टाइम आउट. दुवै टिमका खेलाडीहरूको लागि लगातार 5 सेट खेल्दा केही थकानमा छन् तर यो फाइनल हो. ट्रफी जित्ने खेल हो. त्यसैले दुवै टिमका खेलाडीहरू जोसका साथ कोर्टमा प्रतिस्पर्धामा उत्रिरहेका छन्. नेविका जसना पूजा थारूको यो स्पाइक अङ्क कर्णाली एसपीएसका लागि. च्याम्पियन टोली अब त्यो ट्रफी रक्षा गर्नबाट केही अङ्क मात्र टाढा छ. र गोविन्द 9-4 को अग्रतामा छ.
म इमेजिन गरिरहेको छु घरमा महानायक हर्षमलज्यूले टेलिभिजनमा हेर्दै कस्तो रियाक्सन गरिरहनु भएको छ होला। लक्ष्मीको सट पनि बाहिर पुग्यो। अब त लक्ष्मीको शरणमा परेर पनि सायद गाह्रो छ बस्न। तसँग छोडेको छ खनाली एसपीले। सबै साउथले सपुजाको सर्भिसमा सृष्टिकर्तीको सर्भिस भने ठिकठाक छ र राम्रो सर्भिस हेर्न सक्छ। फेरि पनि डिस्कम्फर्ट रिसेप्सन जसका कारण चान्स प्राप्त गरेको छ। सङ्गमले पनि क्विक स्पाइक लिन चाहन्थिन्। क्याप्टेन सियोपुसाको सलिना सिन्हा सलिना पनि असफल। खनाली एसपीस फिनिसिङ लाइनतर्फ तीव्र गतिमा अगाडि बढ्दै सेन्स अफ बिलिभ देख्न सक्छौँ फ्यान्सको। सायद अब आफ्नो आधा काम गरिसकेको छ डिफेन्डिङ च्याम्पियनले। Good service. Sofia Pun. Utकृष्ट सर्भिस। लगातार अङ्क। कर्णालीको पञ्चेबाजाको धुन मैले सुन्न सकिरहेको छु। यहाँ सुनिरहेको छु कभर हलमा आएको पञ्चेबाजाको धुन जुन छ त्यो सुरु भइसकेको छ। गन्किन जसमा सुपर प्लिटन द प्लेमेकर एक्स्ट्राअर्डिनरी स्किल्स। What a composer. खनाली एसपीस एक पक्षीय बनाएको छ फाइनल सेटलाई। नर्भस ललितपुर क्वीन सम्हालिन सकेको छैन। सफियाको सर्भिस सलिना श्रेष्ठ। लक्ष्मी अर्को एउटा मौका हुनेछ। सफिया लक्ष्मी चन्द उत्कृष्ट प्रहार। अझै पनि त्यो मनोबल त छाड्नु हुने छैन। अझै पनि त्यो बिलिभ स्पिरिट त कायम छ। ललितपुर क्वीन्स हो र लक्ष्मी चन्द त्यसलाई प्रमाणित गर्दै लक्ष्मी चन्द प्रेसर सर्भिस। सफियाको रिसिभ जस्ना नेबिका। Fantastic! Nebika Chaudhary, the senior campaigner, match point ma छ कर्णाली एसपीस। 5 कदम टाढा नेबिकाको कटिङ शट क्लासिक। म्याच पोइन्टको सर्भिस रेबिकाबाट सलिना बुढामकर। अझै पनि चान्स बसाएको छ। रोकेको छ म्याच पोइन्टलाई ललितपुर क्वीन्सले। के हुनेछ यहाँ म्याच पोइन्टमा एकपटक फेरि पनि सङ्गम महतोको सर्भिस। प्रेसर नर्भस नभोल गर्नुपर्ने आवश्यकता मिस गरेको छ कर्णाली एसपीले। अर्को एउटा चान्स के अझै पनि नयाँ ट्विस्ट नयाँ ड्रामा बाँकी छ यहाँ। लगातार 2 पटक त्यो अवसर गुमाइसकेको छ। टाइम आउट मागेका छन् यस सेटमा कुमार राईले। एक व्यक्ति पनि चाहँदैनन् कुनै अवसर पाओस् ललितपुर क्वीन्सले खेलमा फर्किने। खेलाडीहरू जुन नर्भ देखाउन सकिरहेका छैनन् त्यसलाई पनि
इन्स्ट्रक्सन दिएका छन् र समर्थकहरू तयार छन् रेफ्रीको भिसलको लागि तयार छन् उनीहरू नाच गान सहित सुरु भइसकेको छ उनीहरूको सेलिब्रेसन किनकि म्याच पोइन्टमा छ कर्णाली एसपीस अर्को एकपटक सङ्गम बाहिर छ कर्णाली एसपीस च्याम्पियन बनेको छ ब्याक टु ब्याक Vatsal Everest Women's Volleyball League 2025 कर्णाली एसपीसले अर्को एकपटक टाइटल डिफेन्ड गरेको छ यो ट्रफी जानेछ पश्चिम नेपालमा यो ट्रफी जानेछ कर्णाली एसपीसको क्याबिनेटमा अर्को एकपटक ललितपुर क्वीन्स उपविजेतामा चित्त बुझाउनेछ द वाइल्डेस्ट सेलिब्रेसन्स वाइल्डेस्ट क्वीन्सको लागि कर्णाली एसपीस back to back champions congratulations कर्णाली एसपीस च्याम्पियन्स अब पालो महिलाको एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको उपाधि जित्दै कर्णाली एसपीसले उपाधि रक्षा गरेको छ अनडिफिटेड अनस्टपेबल र यहाँ दर्शक आफ्नो फेभरेट खेलाडीलाई भेट्नको लागि कोर्टभित्र प्रवेश गर्दै अहिलेसम्म हारेको छैन कर्णाली एसपीस यो 12औं खेल हो लगातार 12औं खेल जित लगातार दोस्रो पटक च्याम्पियन वात्सल्य एभरेस्ट महिला भलिबल लिगको च्याम्पियन टोली एक पटक होइन दुई पटक कर्णाली एसपीस कर्णाली नाम अब नेपाली खेलकुदमा एउटा ब्रान्ड बन्दै गए कर्णालीलाई हामी दुर्गमको क्षेत्र भन्दै हेला गर्दै थियौँ र पछिल्लो समय भने त्यही कर्णालीको नाम चर्चामा आइरहेको छ त्यो अन्य क्षेत्रमा पनि कर्णाली अब दूर रहेन काठमाडौँमा आएर कर्णाली एसपीसले त्यो देखाइसक्यो र यसको नेतृत्व गर्ने काम गरेका थिए